जय महाकाली आमा आदेश, जय कामुर कामख्य नैने योगिनी, जय महाबगलामुखी आमा, जय भद्रकाली आमा आदेश आदेश आदेश। दुनियाँको उद्धारको लागि काल भैरवी आमा। मैले के भन्न चाहेँ भन्दाखेरि अहिले जुन खालको भइरहेको छ, धामी झाँक्रीले यस्तो भने उस्तो भने, यो कसरी भन्छ के हुन्छ भनेर भनिराख्नु भएको छ। जुन तपाईँलाई भनौँ न खोज्नी पोल्ने एउटा डाहा छटपट्टि हुने होइन, हड्डी कर्कर खाने, टाउको दुख्ने, डिप्रेसनमा जान लागेको जस्तो हुने, अनि बरबराउने, पागल हुन लाग्यो हो कि जस्तो हुने, केले भएको गुरु यो कसरी भनिराखेका छन्। कतिले देवी आउँछ भनेका छन्, कसैले देवता आउँछ भनेका छन् भनिराख्नु भएको छ, अनि कतिले वीर आउँछ, वीर चढाउने कि के गर्ने भनिराख्नु भएको छ। र मैले यसमा चाहिँ तपाईँहरूलाई के बोल्दिनँ, र वीर तपाईँले चढाउनु भयो भने त्यसले राम्रो पनि गर्छ र नराम्रो पनि गर्छ, र तपाईँले मान्दा मान्दै बिचमा छोड्नुभयो भने तपाईँको पछिको पुस्तालाई चाहिँ धेरै नराम्रो हुन्छ। र पहिला जुन तपाईँको पुर्खाले गर्नुभएको छ, अहिले तपाईँमा कस्तो खालको भइरहेको छ भन्ने कुरा यही नै हो। तपाईँले सोचेको काम नबन्नु, तपाईँले गरिराखेको कार्यमा विघ्न बाधाहरू आउनु, अनि सपना दोष देखिनु भनौँ न, अनि ऐठन हुनु, नराम्रो नराम्रो सपना देख्नु, अनि आफूले गर्न खोजेको कार्यहरू कहिले पुरा नहुनु, धेरै कुराहरू यसरी भइराखेको छन् भने निरन्तरता यस्तै भइराखेको छन्, नराम्रो मात्रै भइराखेको छन् भने तपाईँले आफ्नो कुल देवी देवता कुल पुलाइनहरू के कस्ता छन्, कस्तो समयमा हामीले पूजा गरिराखेका छौँ, जप पाठहरू कस्तो भइराखेको छ, र आफूले मानेका देवी देवताहरू कुन हुन्, कस्तो कस्तो देवी देवता मानिराखेका छन्, र हामीले पूजापाठ गर्दाखेरि कसलाई प्राथमिकता दिइराखेका छौँ, र हाम्रो मन द्वधारमा किन छ, यो धर्म सत्य हो कि असत्य हो, यो साँचो हो कि झुटो हो, र हामीले मेन यही नै छुट्याउन सकेको छैनौँ भने हाम्रो जीवनमा कहिले सफलता हुँदैन, कहिले शान्ति हुँदैन, घर परिवारमा शान्ति हुँदैन, घरमा झै झगडा हुने, नराम्रो हुने, यसरी नै भइराखेको छ भने तपाईँहरूले कुनै पनि तान्त्रिकहरू भाटामा जान सक्नुहुन्छ, सल्लाह सुझाव लिन सक्नुहुन्छ। र मैले यहाँ भनेको भन्दा उहाँहरूले अझै बुझाएर भनिदिनुहुन्छ। र अहिले के भएको छ भन्दाखेरि यस्तो सानोतिनो कुरा सोच्दाखेरि उ गर्दाखेरि नि हामीसँग पैसा लिन्छन्, यति तोक्छन्, उति तोक्छन् भनिरहनु भएको छ। र मैले के भन्न चाहेँ भन्दाखेरि हजुरहरूले चाहिँ पैसा नतोकिदिनु मेरा मित्रहरू, र तपाईँहरू जुन कार्यमा बस्नुभएको त्यो कार्य गर्नुहोस्, त्यो कार्य बापतको फल तपाईँहरूलाई अवश्य नै मिल्छ, यही भन्न चाहेँ। र अहिले जुन खालको प्रवृत्ति भइरहेको छ नेपालमा, र हरेकले भोगिराखेको जुन पीडाहरू छ त्यो मलाई थाहा छ, र त्यसको उद्धार भनेको, त्यसको राम्रो बाटो सत्मार्ग भनेको नै त्यही हो। तपाईँले कस्तो देवी देवताको पूजा गर्दै हुनुहुन्छ, कुन मान्दै हुनुहुन्छ, तपाईँको पुर्खाहरूले के मान्दै आएका थिए, कहाँ कहाँ छुटे। अहिले के भइरहेको छ भन्दाखेरि पहिला बलि दिँदै आइराखेको, अहिले बलि दिने इन्कार गरेको, त्यसले पनि नराम्रो गर्छ तपाईँलाई। हो यो बलि दिनु नराम्रो हो, तर पुर्खौँदेखि मान्दै आएकोलाई हामीले लत्यायौँ भने, उसलाई नराम्रो ठान्यो भने उसले चाहिँ हामीलाई छोड्दैन। यस्तै नै हुन्छ, नराम्रो नै हुन्छ। हजुरहरूले धेरै धामी झाँक्रीहरू भाटामा गएर, तान्त्रिकहरू भाटामा गएर, साधकहरू भाटामा गएर पनि सोध्नु सक्नुहुन्छ। र यो चाहिँ किन हुन्छ, कसरी हुन्छ भन्ने कुरा यही नै हो। र हामीले भनौँ न नागदोषहरू हुनु, जलप्रेत दोष हुनु, भूतप्रेत दोष हुनु, वैरागी दोष हुनु, यो कसरी हो? के हामीले यो पूजै गर्नु पऱ्यो, यसलाई मान्नै पऱ्यो, यसलाई चलाउनै पऱ्यो भन्ने होइन। तपाईँले यो भनौँ न पुस्ता पहिलेदेखि मान्दै आउनु भएको छ भने मान्नु पऱ्यो। अब मानेको छैन भने अब त्यसलाई मान्नु परेन। पूजापाठ गर्नु, ध्यान गर्नु, जप गर्नु, भगवान्को भजन कीर्तन गर्नु, तपाईँको जीवनमा राम्रो हुनेछ। सधैँ सत्कर्मको बाटो लिनु, हिन्दू सनातन धर्मले यही नै भन्छ। जय श्री महाकाल, जय आदिश गुरु गोरखनाथ। र मैले अर्को कुरा के भन्न चाहेँ भन्दाखेरि हरेक हिन्दू सनातनले आफ्नो ज्यानको रक्षाको लागि त्यो ज्यान मान्ने मन्त्र पाउनुपर्छ, र म यो एक दिन सम्पूर्णलाई दिने नै छु। र सम्पूर्णले चाहिँ आफ्नो ज्यानको मात्र नभई घरको होइन, आफ्नो छरछिमेकको समेत रक्षा गर्न सक्नुहुन्छ। मानव जीवन भनेको यही नै हो। हरेक जीव प्राणीको हामीले उद्धार गर्न सक्छौँ। त्यसको लागि सम्पूर्ण एक हुनुपर्छ, र हजुरहरूको साथको जरुरी छ, हजुरहरूको सपोर्टको जरुरी छ। हजुरहरूले चाहिँ मन दोधारमा नबनाउनु होला। र मलाई एउटा साथीले भन्दै थियो, यार अब ऊ त भनौँ न मेरो साथी अब मुस्लिम क्रिस्चियनहरू सबै छन् कि, अब यो हिन्दू धर्म भनेको यस्तो दोस्त ढुङ्गीहरू हुन्छन्, यस्तो उस्तो भन्छन् नि। अब उनीहरूलाई विश्वास दिलाउनको लागि होइन कि मैले मानव कल्याणको लागि गर्नुपर्ने कार्यहरू गर्दैछु, र गर्ने पनि छु, र गर्दै आएको पनि हो, र हामी सम्पूर्णले गर्नुपर्छ। र अरूले भनेकै भरमा हो यो त मान्दिनँ, म धर्म चेन्ज गर्छु भनेर जति भनिराख्नु भएको छ, सोच्नु भएको छ, त्यो तपाईँको सोचाइ गलत हो। र मैले नमान्नु, तपाईँले यो मान्नै पर्छ, हाम्रो हिन्दू नै मान्नुपर्छ भन्न खोजेको होइन। तपाईँको आफ्नो थोरै मनस्थिति र थोरै आफ्नो दिललाई कन्ट्रोल गर्नुभयो भने त्यो राम्रो हुन्छ। र मैले अर्को कुरा के भन्न चाहेँ भन्दाखेरि आफ्नो घर वरिपरि हुन्छ नि मन्दिरहरू हुन्छ, त्यहाँ हामी वर्षौँ दिन जाँदैनौँ कि, वास्ता गर्दैनौँ। अनि अहिले जुन भइरहेको छ चर्च मस्जिदहरू जाने छ नि, हप्तामा गइरहन्छन् कि उनीहरू। तपाईँको आफै नै मस्तिष्कमा पनि प्रभाव पार्ने कुराहरू त्यहाँ छ क्या। हामी हिन्दू धर्मावलम्बी भन्छौँ, आफ्नै
मन्दिर जाँदैनौँ, पूजापाठ गर्दैनौँ, अनि जप साधनाहरू गर्दैनौँ, ध्यानहरू गर्दैनौँ, अनि हामी कसरी हिन्दू भयौँ क्या है? देवी देवताले कसरी अनि तपाईँलाई पहिचान गर्ने, कसरी शक्ति दिने, तपाईँको कष्ट विघ्न बाधाहरू कसरी हरण गर्ने, त्यो तपाईँले गर्न जरुरी छ। त्यो गर्नुहोस्, तपाईँको जिन्दगीमा साँच्चै सफलता मिल्नेछ, साँच्चै नै राम्रो हुनेछ, साँच्चै भगवान्को कृपा मिल्नेछ। आदेश गुरु गोरखनाथ।